हेलो गाइज वेलकम छ मेरो युट्युब च्यानलमा तपाईहरुलाई सबैजनालाई स्वागत छ। वाह क्या एक्टिंग कर रहा है। युट्युब च्यानलको नाम हो रबिन सुनार ब्लग र हेरिदिनु होला माया गरिदिनु होला भन्ने आशा राख्दछु तपाईहरुमा। यो भाइ हो दोगला, यिनीहरुको दोगला, म दोगला हैन है। अच्छा हमको सिखा रिया है। ओके म दोगला हैन नि। हाम्रो सेनापतिहरु यहाँ आइज दौडी कति बजे बनाएको थाहा यो भिडियो 4-5 बजेतिर मस्त होला नि भाइ। सो हैन आज हामीले लानेवाला छौँ गाइज। यसरी भन्दै मलाई अरू केही भन्दै मलाई हिँड्नु यत्तिकै हिँड्नु होइन के हुँदो रहेछ घरमा त्यस्तो भन्नै नआउने के केही पनि मिस भएको कि के हो होइन होला के हो ल पहाड हेर्नु छ त्यही त्यति त हो त्यही पहाड हो अरू छैन। गाउँ बसेपछि यस्तै हो गाइज कि गरेर देखाउनु पर्छ कि गर्नै पर्छ भने जस्तो के हो क्या जसो। यो चाहिँ खोला गाउँको खोला सुकिसक्यो गाउँ जत्रो भइसक्यो। के भएको भने के भएको गाइज गीत सुन्दा पनि मुख भन्नु त्यो झापाली गाईले भने जस्तो त्यस्तै भइरहेको गाइज होइन। हेलो गाइज होइन त्यसपछि होइन उहाँ हेर्नु न सबै बवाल छ नि यहाँ गाउँघरमा रमाइलो खान्छ गाइज। एउटा भयो साथी बच्चैदेखिको साथी हो ओ हेलो सोल्डी के छ खबर ठिक छ होला जाउँ। यो मर भएको रुख हो कि मर्दै काट्दै यही नहीं अभी और सुनिए। आइज जो दौडी चीटिंग करता है तू, चीटिंग 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 करता है तू। साथी खै साथी खै धेरै साथीले हेरेर हिँड्नु पर्दैन नि फेरि हात फोहोर पारिदिँदा कि सेनापति यहाँ चाहिँ हात दे अगाडि पछाडि मेरो हात पुस्ने मान्छे छ है भन्नु भन्न खोज्दै गजब बेइज्जती है। मासु गाइज ढेँडो राति लेमा हान्नु पारेछ होइन। केटा हो ढेँडो ढेँडो पाकिसक्यो यहाँ ढेँडो ढेँडो यसो मासु मुला यसो मासु होइन ढेँडो गरिब सम्झिँदैन है फेरि गरिब चाहिँ सम्झिँदैन है। मैं गरीब हूँ भन्ने फेरि है हजुर। यहाँ ग्यास सिद्ध्या भएर मात्र हो कि हामी यहाँको मासु बिग्रिने भयो केटा मेरो यार। ल यति भन्दै राखिदिएको आजको ब्लग यति नै।